झालं देख्दैन न भिडियो बनाएको के थाहा
समाज फेरौँला माया नै ठुलो संसारमा मायाले घेरौँला तिमी हामी एक भएर समाज फेरौँला माया नै ठुलो संसारमा मायाले घेरौँला संस्कार आफ्नो छ लेखी छ मेरा हामी रमाउला रियल अफरोडिङ त्यत्रो लामो गरेर त काट्न चाहिँ मिल्यो मिलिहाल्छ नि क्यापकटबाट आयो भन्नु न आयो भन्नु न भने हेलो भन्दैन हेलो सत्र अल्छी बहादुर ठुलो मम्मीले दिएको मैला आउने पानी
से छमेला के पागन आखेला मायारी छम्बा हाटिने निपन पन्ना ब्रांडेड छे भाला बाबा रंगती लाइगे यारी पन्ना ब्रांडेड छे दिन भाला बाबा रंगती लाइगे बौदा नया बस्ती जेबा जेबा छामे दिन तोला मज मस्ती जेबा जेबा छामे दिन तोला मज मस्ती
गाडी नचढेर यस्तो छ आज हाम्रो हालत सबै बादल बनिसकेछ बेबी यता आऊ गए मकै फल्छ नि त्यस्तो हुन्छ कि त्यहीँनिर हामी यहाँ मकै बारीमा गाडी मकै बारी दरम भिडियो बनाउनु पर्छ क्या हो अब यस्तो हालत भयो घर आएको त यस्तो हालत गरम खतम भयो के गरम गाडी यता गरम हामी यता दरम गाडीमा फस्यो अनि गरम त्यही भएर घिनेर त लान्छ अहिले के गर्नु अब यही फसिसक्यो सब होते तो बाध्यहरू सबै निकाल्ने सबै खानेर गर्ने त्यतिखेरको यार कुदाल्नु सबै त्यति खानु पर्यो मुसी अलि माथि कागज औलाई देखाइदियो दुईजनालाई देखाइदियो दुईजनालाई मजाले दाजुभाइ खाँदै बसेको बाटो बनाएको बाबुले मजाले गाडी कुटेर अघि नै अनि नसकेर नि उँधोपट्टिको त बाटो चपरी खरेर उफ्रिनु न पछाडिपट्टि ला एउटा आकाश सिधै थियो अर्को के भन्छ त्यस्तै खालको देख्छ टर्निङमा पऱ्यो अनि घुम्नै सकिन्छ खराब बनायो कचाहरू छ होला है पछाडि बाटो एउटा सिधै अर्को आयो फेरि एउटा बल्ल बल्ल सिधै थियो के भएको रहेछ सर गाडी के भएको होला नतानेको अहिले मोबाइल हेर्न थाहा छोडेपछि चाहिँ बाटो के भएको भने थाहा पायो गाडीमै मोबाइल हेरेर आइज लाउनुहोस् तपाईँ आफै आउनुहोस् गफ गर्नलाई हामी यहाँ बस्नु ल तपाईँ चाहिँ ल यहाँ उफ्रिनु पर्छ के पछाडिपट्टि उफ्रिनु त अखरपट्टि काका भने उफ्रिनु न भने यत्रो वेट
भिडियो हो के लाटा तोरी फसेपछि खाल्छु ला के त के दाजुभाइ त्यो खानेर बेलामा बाउहरूले खानेर हुन्थ्यो तर यतिको त राम्रो नि यत्रो पानी पर्यो नि बिचरा हिजो पारि बिहानभरि पऱ्यो गरे बेलुका असिना परेको बिस्तान बच्चाहरू पस्कर सस्कर लिएको बिचरा किन केटाहरूले लिएको पस्कर सस्कर के सबै देखायो त्यो भाइ सानबुलको केटाहरू रहेछ देखाएको सबै लिएको देखाउँछ र कसरी लिएर आएको होइन बिचरा ओ चाहिँ गाउँको बाटो बनाएको भन्नुपर्छ इत्रु बच्चा भन्छ यहाँ कस्तो गर्छौ यहाँले तिमीहरूको इत्रु बच्चा आच्छै बच्चा तिमीहरू काम गर्छ एउटा काम आरायो भने गर्न कसरी गरेको काम गर्ने उमेर पुगे छैन कस्तो मिलाएको होइन त बिचरा सबै सानबुलबाट आएको होइन मिङमा त उतैबाट आएको छ सबै गोबर गणेश त्यो खाएर गोबर भयो होला उतैबाट आएको देखाइदेऊ हेर्न कसरी गरेको विचार देखाउँछ र त्यहाँ आउने ल्याउने गाउँको बच्चाहरूले देखाउ यता कहिले काहीँ यस्तो काम गरेको यो खुची पनि त के अरे हेलो गर्न गर्न देखाएको बेला गाडी बिग्रेर यहाँ खत्तम भइरहेछ गाडी बिग्रेर बाटो बिग्रेर बाटो बिग्रियो गाडी पनि गाडी भित्र बसिरहेको छ फस्यो यतै भाइ गाडी फस्यो उता यो गाडी फस्यो हाम्रो अब खत्तम भयो हामी बिचमा गाउँमा आइपुग्ने बेलामा फसिहाल्यो गाडी फसेर यहाँ बसिरहेछ अगाडि चाहिँ बाटो बनाउँदैछ अरे के भएको यस्तो पस्ने छोड्दिनु यसले चाहिँ टोपी दिइसु सुगा त पाँच रोल्दैछु चक्लेट खोजेको थियो मैले अघि त्यो बेलामा सिधै इमली बम सिधै चक्लेट इमली बम स्टपले इमली अस्करदेखि हालेको छ बच्चाहरूले सबै बच्चाहरू अलिअलि गरेछ सानो बच्चा त्यो पनि सबै उताको बच्चा रहेछ स्प्रेड गरेर टायरमै माटो छ बस्दैन बिचरा लाभ जो वा चेसङले अन्त छेउछेउको के रे छेउको कपडीहरू खानु हुन्थ्यो कति बजे घुम्ने भनेपछि खान्छ उ छेउको चपरी छोलो चपरी ठोलो ठोक चपरी दुई छोसिएको साइमन त उ त गएर एकचोटि गाडी पनि देख्थ्यो यतै अब तान्छ है हेर्नु है भोलिको पक्का ताने ठेलेको बनाएर हो ठुलो तपाईँले ढकाल ढकलिदिएन के
रहेछ ल नि त म पनि ढकाल्न गएँ हामी देख्दैन पर्दैन त चढ्दै चढ्दैन माथि यता हो छेसाङ केही चिप्लिँदो रहेछ नि कहाँ हो त्यत्रो आयो यहाँ आएर घचेडम न गाडी नचलेर यस्तो अवस्था फसेर बाटो बिग्रेर हो बाटो फसेको भन्ने कि काम छ कि काम छैन जानु पाउँछु भनेको त खोइ अब त्यहाँदेखि आयो अब जाउँ भनेको गीत ब्यागतिर कता कता हाम्रो बाटो यस्तो बिचर छ हाम्रो बाटोको अवस्था बाटोले गर्दा यस्तो भएको गाडी फस्यो भन्न छेसाङको घरमा 7 बजे